सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई नमस्कार। म कलाकार आशा। आज हामीले सुकुमाया टिभीबाट एउटा डाँडैको पिपल चौतारी बोलको म्युजिक भिडियो तयार गरेका छौं र यो म्युजिक भिडियोको विषयमा चाहिँ म आज किन बोलिरहेकी छु भने जुन शिवजन मावि सल्यानमा सञ्चालित एउटा दृष्टिविहीन छात्रावास छ र त्यो छात्रावासका इन्चार्ज हुनुहुन्छ हाम्रो राजेश अरियाल सर र उहाँले नै यो गीतलाई गाउनु भएको छ अनि उहाँ आफै पनि दृष्टिविहीन हुनुहुन्छ। आफू दृष्टिविहीन हुँदाहुँदै पनि उहाँले त्यो जुन दृष्टिविहीन छात्रावास छ त्यसमै उहाँले टिचिङ गरिरहनु भएको कुरा हामीले थाहा पायौँ र त्यो चाहिँ अलिकति नाजुक अवस्थामा छ भन्ने कुरा नि हामीले थाहा पायौँ। त्यसैलाई त्यही दृष्टिविहीन छात्रावासलाई केही सहयोग पुग्ला कि भनेर हामीहरूले यो भिडियो निर्माण गरेका छौँ र यो भिडियोको अन्तमा चाहिँ हामीले त्यहाँको एड्रेस पनि छोड्नेछौँ। यदि तपाईँहरू कोही सहयोग गर्न इच्छुक हुनुहुन्छ भनेदेखि त्यो एड्रेस हेरेर तपाईँले उहाँहरूलाई कन्ट्याक्ट गरेर सहयोग गर्न सक्नुहुन्छ र बाँकी कुरा चाहिँ हाम्रो राजेश अरियाल सरकै मुखबाट सुनिदिनु।